हेलो हेलो गाइस, हामी मालिकाको यात्रामा 2 सालले मात्रै छौँ। अरू केटाहरु पछाडि छन् हैन, अरू अगाडि छन्। हामी चाहिँ अहिले सोतापाटन पुगिसकेका छौँ गाइजहरु। यहाँनिर हो सोतापाटन भन्नु खोजे चाहिँ धेरै टाढा होइन, 5 मिनट हो। अबको 5 मिनट हामी सोतापाटन पुग्नेछौँ। अनि मेरो भाइको युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला। अरू नेपाल सरकारले अरू केही भन्न चाहन्न। यस्तो बाटोमा भड्याङ चाहिँ नबनाइदिनु होला कृपया। खर्च यहाँ ढलान पनि पर्दैन, बरु बाटो नबनाइदिनु होला। तर यो भड्याङ चाहिँ भएन। रोडको व्यवस्था यहाँ रोड रहेछ हो। रोडको व्यवस्था नगरिन्छ। माया तिमीले निकै गर्छु बुढी, टोपटानी आकाशमा उडी 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 उडे बुढी। मान्छे निकै रिसाले मोडी, माया तिमीले निकै गर्छु बुढी, टोपटानी आकाशमा उडी 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 उडी। तिम्रो लागि गरिदिन्छु रोटी त्याग, तिमी छेउमा नहुँदा हुन्छ साह्रै निराग। किनिदिन्छु गुच्चीको ब्याग, लिपस्टिक पनि म्याग, तिमीलाई लागि बुढी बनाउँदैछु 6 प्याक। स्यालेरी जति सबै मेरो तिमीले गर्छु खर्च नि, तिमी साह्रै पर्फेक्ट नगर ओठ सर्जरी। हाँस्दै जाऊ हँसाउँदै जाऊ दिनुहेर यस्तै गर्छ नि। दुबई जन स्टोरमा मनाउला एनिभर्सरी, हेर्दा मिठो अगुर पनि एक दिन जान्छ कुहेर। नेगेटिभिटी फैलिन्छ जहिले छक्कामा छुन्डेर, टुवा पर्दै बसौ हामी सबै कुरा भुल्देर। एकछिनमा चिलमा बस्छ तिमी आकाशको जुनेर बुढी। मान्छे निकै रिसाले मोडी, माया निकै निकै गर्छु बुढी, टोपटानी आकाशमा उडी 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 बुढी। मान्छे निकै रिसाले मोडी, माया निकै निकै गर्छु बुढी, टोपटानी आकाशमा उडी 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 उडी। This is Bas Bas Panna। सब केटा आइसक्यो ल। हेलो गाइज, म भ्लग गर्छु। हेलो गाइजहरु, हामी चाहिँ अब यही मालिका जान लाग्छौँ। मालिका 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 जय बोलो बडी मालिका माइके, जय बोलो बुढी नन्दा माइके, जय बोलो खप्तर पाटन की, जय बोलो जय भन्ने की, जय बोलो जय भन्न लगाउने की, जय शम्भो, जय शम्भो भोलेनाथ, हर हर महादेव। हामी चाहिँ अहिले हिँडासेर वार लड्न गइरहेको छौँ रे क्या। मेरो भाइ तेरो दिदी मन पर्यो मलाई, मेरो भाइ मेरो दिलको रानी। अब चाहिँ हामी उचाइ टेकिन्द्र भाइ हो, थाकिसक्यो टेकिन्द्र भाइ। हामी चाहिँ ठ्याक्कै होइन यो के अरे होसुको यहाँ ठ्याक्कै डेटिङ एरियामा आइरहेको रहेछु।
यताबाट पनि ट्वाक्क घुस्छु यताबाट पनि ट्वाक्क घुस्छु रे डेटिङ एरियामा होइन दाइ उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फेरि रेशम फेरि रेशम फेरि उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फेरि एकनाले बन्दुक दुईनाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई डाकेको रेशम फेरि रेशम फेरि उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फेरि उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फेरि कुन्टालाले गाफु ल्यायो दुई माना चाहिँ जाने अहिले सालो हाँस खेल गरौँ अर्को साल भाइजाने रेशम फेरि रेशम फेरि उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फेरि उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फेरि उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फेरि उडेर जाउँ कि पाइते पावर चार्ज भइरहेको हो बादल वर्षा भिजे सावनको पानीले भन्दैन हामी पानी फाल्छ तर दाल चिसो भने भाइ सेम्पू लगाएर आइज अर्कोचोटि केटा कोही पनि आइकन प्लान बनायो भने चाहिँ होइन सिधै बुढीमाईको थाना आश्रममा चाहिँ पुग्छु भनेर लक्ष्य राखेर्नु क्या जति बेला हिँड्यो भने पुग्छु हेलो गाइज हामी यहाँ खेतीपाती पुगिसक्यो होइन गाइज भन्दा मुनि त के छ अरे भाषा होइन सुन्दै भाइ ओए बेल लिएर जाने क्या चल्दो ब्याग सुन्दाको ब्याग लिएर आउनु अनि तिम्रो मलडा रेच निकाल खतरा रे भ्यू चाहिँ कहीँ देखिँदैन यार भन्दा मुनि त यार गयो भने त चिप्ली ठ्यास ठ्यास हो कहाँबाट यहाँ हेर गाइस पलाइ त्यही डाँडा आउँछ यहाँ कुहिराउँदैछ गाइस है चम्दाई बढी चाउदो मिठो लाग्यो ए बसोडीको मलाई खुलिएको थियो त ल के फोटो हान्न त आमाको त्यही देखिने नि त्यस्ता यस्तै ठाउँ देखिने हो नि कि मालिके डाँडा रोटी देखिने होइन कि देखिने यस्तै ठाउँबाट
अहिले लौला हामीले चाँडा क्राउडले